अब भर्खरै तपाईले सुन्नुभएको घटना हामीले आफै रचेर सुनाएका हैनौं। यो सबै विवरण 2054 सालको जनादेश साप्ताहिक पत्रिका र 2056 सालको नयाँ निष्कर्ष मासिक पत्रिकामा छापिएको कुरा हो। खासमा भारतीय जासुस संस्था रको मास्टर प्लानद्वारा मदन भण्डारीलाई मार्ने योजना बनाइएको कुरा नर्थ कोरियाका जासुसहरूले थाहा पाइसकेका थिए र भण्डारीलाई होस गर्नु भनेर पनि भनिसकेका थिए। त्यसै कारणले ओली र नेपालले रको नयाँ योजना अनुरूप चाँडोभन्दा चाँडो काम सक्नै पर्ने भएको थियो। थप ढिलो गर्नै मिल्दैन थियो। अब यता पोखरामा चाहिँ अघिल्लो दिन नै संगठन विभागका प्रमुख जीवराज आश्रित अनि केन्द्रीय कमिटी मेम्बर बच्चस्पति देवकोटा र केशवलाल श्रेष्ठलाई बोकेर ड्राइभर तथा तनहुँ जिल्ला सम्पर्क समितिका सचिव अमर लामा बा अझ 8793 नम्बरको पजेरोमा पृथ्वी राजमार्ग हुँदै पोखरा पुगिसकेका हुन्छन्। उनीहरू सबैजनाको बस्ने व्यवस्था पोखराका सांसद हरि पाण्डेको घरमा मिलाइएको थियो। भोलिपल्ट अर्थात् ज्येष्ठ 3 गते पोखराको दिपेन्द्र सभागृहमा कास्की जिल्ला सम्मेलन थियो। उक्त कार्यक्रम दिउँसो छिटै सकिन्छ अनि भण्डारी र आश्रित योजना बमोजिम नै अब चितवनतर्फ जाने तर्खर गर्न थाल्छन्। त्यही बेला दिउँसोको 2:40 अमर लामाले रसँग संलग्न व्यक्ति अरविन्द देवलाई कति बजे पोखराबाट हिँड्ने अनि गाडीमा को हुन्छन् लगायतका कुराहरू जानकारी गराउँछन्। यता रद्वारा खटेका इन्डियन जासुसहरूले पनि अमर लामालाई एसएनटी अर्थात् बालुवाको थुप्रोको कोडनेम र सुती जस्ता कोडनेमहरूको प्रयोग गरेर त्रिशुली नदीको पानीको गहिराईदेखि अन्य सबै कुराहरूको बन्दोबस्त भएको खबर दिन्छन्। त्यस्तै दासढुङ्गामा बस्ने माया श्रेष्ठ, पार्वती गुरुङ र रत्नलाल श्रेष्ठ लगायत 5-6 जनालाई सबै कुरा सिकाएर 3 लाखको दरले पैसा पनि दिइसकिएको हुन्छ। यता पोखराबाट हिँड्नुभन्दा अगाडि गाडीमा पार्टीको झण्डा राखिन्छ। माधव कुमार नेपालले मदन भण्डारी चढेको गाडी चिनाउनका निम्ति बच्चस्पति देवकोटालाई झण्डा राख्न लगाएका थिए। भण्डारी चढ्ने गाडीमा त्यस अगाडि कहिल्यै पनि झण्डा राखिएको थिएन। करिब 3 बजे गाडी पोखराबाट चितवनतर्फ लाग्छ। गाडी अमर लामाले चलाउँछन्। फ्रन्ट सिटमा मदन भण्डारी बस्छन् अनि पछाडिको सिटमा चाहिँ जीवराज आश्रित र एमाले नेता ऋषि कटेल बस्छन्। गाडी पोखराबाट हिँडे पछाडि ब्लू सर्ट लगाएका पारस प्रधान नाम गरेका व्यक्तिले उक्त गाडीलाई मोटरसाइकलमा पिछा गर्न थाल्छन्। त्यो सँगसँगै 13 जना मान्छे बोकेको एउटा कालो रङको भ्यानले पनि गाडीको पिछा गर्न थाल्छ। कालो भ्यानलाई ड्राइभर थापा कोडनेम ओपिकले चलाउँदै हुन्छन्। यसैबीच राजेन्द्र खेताङको नेतृत्वमा अर्को 13 जना मोटरसाइकलमा र विपिन सिंह कोडनेम उदिरको नेतृत्वमा 15 जना मिनी भ्यानमा मदन भण्डारीको गाडीलाई कुरेर मुगलिनमा बसिरहेका हुन्छन्। मिनी भ्यानका ड्राइभर रञ्जित कारलाई 4 लाख दिएर कुरा मिलाइएको थियो। यीमध्येका विपिन सिंह उदिर चाहिँ एक इन्डियन क्रिमिनल थिए जसलाई जासुसी गर्न रले नै नेपालमा खटाएको थियो। अर्का राजेन्द्र खेताङ चाहिँ उद्योगपति मोहन गोपाल खेताङका जेठा छोरा हुन् र अहिले खेताङ ग्रुपका चेयरपर्सन पनि उनी नै छन्। राजेन्द्र खेताङ, विपिन सिंह उजिर र उनीहरूको टोलीले 1993 फेब्रुअरी 7बाट नै मदन भण्डारीमाथि कडा निगरानी राख्न थालेका थिए, जुन भनेको हत्याकाण्डभन्दा 10 महिना अगाडि हो। अनि हत्याको प्लानिङ चाहिँ रले झन्डै 2 वर्ष अगाडिदेखि नै गरिरहेको थियो। यता माधव कुमार नेपाल र केपी शर्मा ओली चाहिँ रको प्लानमा 3 महिना अगाडि मात्र जोडिएका थिए। 3 महिना अगाडि मात्र जोडिए पनि यो सम्पूर्ण घटनामा वान अफ द इम्पोर्टेन्ट भूमिका केपी ओली र माधव नेपालकै थियो। अब यता मदन भण्डारीको गाडीलाई पिछा गर्दै आएको टोली मुगलिन आइपुग्छ अनि मुगलिनमा कुरेर बसेको टोलीसँग मिसिन्छ। त्यसपछि त्यो समूह सिमतालदेखि लगभग 2-3 किलोमिटर तल योजना अनुरूप तोकिएको ठाउँतिर लाग्छ। हाइवेमा त्यस समय गाडीको आवत जावतलाई नेपाल सरकारले नै बन्द गराएको थियो। त्यही भएर हाइवेमा अन्य कुनै गाडी गुडेकै थिएनन्। अब 5:20 उक्त पजेरो त्यो समूह भएको ठाउँमा आइपुग्छ। उक्त समूहले गाडीलाई बाटोमै रोक्छन् अनि गाडीभित्र छिरेर मदन भण्डारी र जीवराज आश्रित दुवैलाई प्युसिक एसिड र कोडनेम क्लोम सुगाउन प्रयत्न गर्छन्। जीवराजलाई डन्डाले पिटेर तल लगाउँछन् अनि एसिड र क्लोम सुगाउँछन्, तर मदन भण्डारी भने सबैसँग जुझ्न खोज्छन्। त्यसैबेला राजेन्द्र खेताङ र उनका काकाका छोरा प्रेम सिंह खेताङले भण्डारीलाई 4-5 डन्डा लगाउँछन् अनि आँखामा चक्कु रोपेर गम्भीर घाइते बनाउँछन्। यति हुँदा पनि भण्डारी अझै जीवित नै थिए। उक्त घटना हाइवेमै भइरहेको थियो। योजना अनुरूप सडकमा अन्य कुनै गाडी थिएन। तर एकासी त्यहाँनिर एउटा ट्रक आइपुग्छ। उक्त ट्रकमा एकजना ड्राइभर र एकजना सहचालक थिए। ट्रक पोखरादेखि चितवनतर्फ नै जाँदै थियो। त्यसैले ती ड्राइभर र सहचालकले पक्कै पनि त्यो घटना हुँदै गरेको केही देखेका पनि थिए। अब ट्रक आउँदै गरेको खबर पाए पछाडि गम्भीर घाइते भएका भण्डारीलाई जबरजस्ती भ्यानमा कुद्छन् अनि यता पहिल्यै ढलिसकेका जीवराजलाई चाहिँ त्यो समूहले पजेरो गाडीको पछाडि लम्पसार पार्छन्। त्यस पछाडि ती 2 गाडी दासढुङ्गातर्फ अगाडि बढ्छ। पजेरोको सिटमा लम्पसार परेका जीवराजलाई अमर लामाले दासढुङ्गासम्म पुर्याउँछन्। आफू गाडीबाट हाम फाल्छन् अनि गाडीलाई बिस्तारै नदीमा खसालिदिन्छन्। गाडी कतै अड्किने पो हो कि भन्ने सोचेर प्रेम प्रकाश खेताङ र किशोर यादवले गाडी पछि एउटा ठुलो ढुङ्गा पनि खसाउँछन्। गाडीलाई नदीमा खसाए पछाडि अमर लामा ड्राइभर रञ्जित कारले चलाएको भ्यानमा चढेर चितवनतर्फ लाग्छन्। उनलाई पार्टी कार्यालयमा घटनाको खबर ढिलो पुर्याउनु भनेर भनिएको थियो। यता भ्यानमा जबरजस्ती कोचिएका मदन भण्डारीलाई चाहिँ भ्यानभित्र उक्त समूहले मारिदिन्छ र लासको ठेगान लगाउन प्लान बनाउन थाल्छ।